एएफसी महिला एसियन कप छनौटमा नेपालले श्रीलङ्कालाई 8-0 को फराकिलो अन्तरले हराएको छ। नेपालको जितमा साम्बाले ह्याट्रिक गर्दा गीता राणाले 2 तथा निशा थोकर, रेखा पौडेल र पूजा राणाले समान 1-1 गोल गरे। खेलको 12औं मिनेटमा नेपालले गोलको खाता खोल्यो। अनिता बस्नेतको कर्नरमा गीता राणाले हेडले सही दिशा दिलायो। पुरै दबावमा राखेको नेपालले पहिलो हाफमा 4-0 को अग्रता बनाएको थियो। दोस्रो हाफमा समान 4 गोल गर्दै नेपाल 8-0 ले विजयी भयो। लगातारको दोस्रो जितमा नेपालले 6 अङ्क बनाएको छ। अब नेपालले शनिबारसम्मको अन्तिम तथा निर्णायक खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ। नेपालले पहिलो खेलमा लाओसलाई 9-0 ले हराएको थियो। सन् 2026 मा अस्ट्रेलियामा हुने एसियन कपको लागि 34 टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 34 टोलीलाई 8 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता अन्तिम चरणमा 12 टोली सहभागिता हुनेछ। प्रत्येक समूहको विजेता छनौट हुनेछ। आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनौट भइसकेका छन्।